पहिला सुरु गर्नुहोस् स्टार्ट भयो ल ल भयो हैन हजुर उहाँको एकछिन उहाँले नि हुन्छ ल सर हजुरलाई नमस्कार हैन नमस्कार म चाहिँ सूर्योदय नगरपालिका 3 नम्बर वार्डबाट सुरेन तामाङ हैन मैले चाहिँ यो चाहिँ विशेष अब मैले नितान्त व्यक्तिगत मलाई अब केही सानो सहयोग गरौँ भन्ने हिसाबले चाहिँ अब यो 27 वटा किताब चाहिँ मैले खरिद गरेर यो गाउँको यसो गाउँमा उहाँ हाम्रो महावीर गुण सर डाक्टर सर पुग्नु नहुने दूरदराजको ठाउँतिर चाहिँ मैले यसो भाइ बहिनीलाई चाहिँ यो हैन पढोस् भन्ने मोटिभेटेड होस् भन्ने हिसाबले चाहिँ दिन खोजिरहेको छु अनि अब यो मैले चाहिँ अब यो हजुरहरूलाई हाम्रो सरको अभियानलाई चाहिँ सानो एउटा इटा थप्ने काम गरेको छु त्यति नै हो मेरो चाहिँ भन्नु हैन ल भाइले चाहिँ मेरो सुरेन तामाङ सुरेन तामाङ सूर्योदय 3 नम्बरबाट ल भाइले चाहिँ अब यो 20,000 को 27 वटा किताब लिएर जानु हुँदैछ यो चाहिँ अलिकति तपाईहरुको अब त्यही हामी पुग्न नसकेको ठाउँमा जता पुग्न सकिदैन कहीँ पनि सकिदैन अब त्यो नपुगेको ठाउँमा जहाँ चाहिँ अलिकति ढङ्ग ल्याउनेलाई पनि फेरि यो चाहिँ किताब चाहिँ यता ल ल कसलाई भन्नु बाँड्ने होइन कि जसले चाहिँ राम्रोसँग चाहिँ अध्ययन गर्ला जस्तो छ हैन अब त्यस्ता युवाहरूलाई खास गरी अब बुढो मान्छेहरूलाई दिए पनि हुन्छ हुन त तर मैले भनेको चाहिँ युवाहरू किनभने यो किताब चाहिँ युवाहरूलाई जोस जाँगर थप्नको लागि उनीहरूमा हौसला एउटा जगाउनको लागि भित्रै हृदयदेखि नै जोस जाँगर हौसला उनीहरूलाई चाहिँ एउटा के अरे प्रोत्साहन दिनको लागि चाहिँ यो किताब लेखेको हो युवाहरूमा अब बुढाहरूमा के हुन्छ भने पढ्न त पढ्ला नि युवाहरूले बुढो भइसकेकोहरूलाई हौसला जाग्न गाह्रो छ होइन त्यसैले सकेसम्म ठिकै छ यी बुढाहरूले पनि पढौँ तर युवाहरूले पढेर चाहिँ यसबाट हौसला आओस् भन्ने चाहिँ मेरो चाहिँ एकदमै भित्रदेखिकै अनि लेख्दाखेरि पनि त्यही कुरालाई ख्याल राखेर लेखेको छु मैले हजुर सुरुदेखि नै यो किताब लेख्ने बेलादेखि नै यो किताबले विद्यार्थीहरू र युवाहरूलाई चाहिँ जोस जाँगर जगाउने उनीहरूमा चाहिँ एउटा हुटहुटी जगाउने सक्नु सक्छ कि भन्ने हिसाबले मैले मेरो आफ्नो कथा लेखेर मेरो कथा पढेर उनीहरूमा पनि केही न केही गर्ने भावना आउँछ कि भनेर एउटा आश गरेर लेखेको हुनाले भाइहरूले यो किताब लगेर चाहिँ एकदमै त्यो हिसाबले बाँडिदिनु होला ल हस्तान्तरण पनि गरौँ होइन ल त्यो त्यहाँ छँदैछ ल उठ्नुहोस् भाइ त ल उठ्नुहोस् है ल धन्यवाद अब के बडा लाइब्रेरीमा पनि दिन्छु ल बडा आफ्नो ज्ञान गुणले आफूले सोचाइले जे जहाँ गर्दाखेरि राम्रो हुन्छ त्यो गरिदिनुहोस् ल